आज हाम्रो प्लान चाहिँ के थियो भने जामाचोक जाने भनेर। अनि हाम्रो के गल्ती भयो भने मुजी आइडी कार्ड छुट्याइदिएर मैले आइडी कार्ड नभएर हामीलाई फर्केर भोलि आऊ अरे। अनि विच डिसाइडेड घर त मुजी जाने होइन, घुम्न आएपछि घर भनेको नो। सो वी डिसाइडेड टु गो तारेपुर जाने सोचमा थियो। अनि तारेपुर लास्ट हिँड्नु पर्थ्यो अनि वी डोन्ट नो द वे। अनि हामीले अब सुन्दरी जल भन्ने लास्ट अप्सन बाँकी हो, त्यही भएर सुन्दरी जल आइरहेछौँ। हुन त टिकट काटियो भन्नाले हामी छिर्न पाइरहेछौँ। अब हाम्रो हाइक स्टार्ट हुनेछ, पानी पर्न लागेको छ। अब 1 घन्टामा पुगिन्छ, त्यसपछि 1 घन्टामा पुगेपछि बेलुका 6-7 बजे हामी फर्किन्छौँ। अब माथि गएर पौडी खेल्छौँ अनि आउँछौँ। हामीले बाघहरू पनि हेर्न पाउँछ होला। बाघ चाहिँ नभेटोस्, त्यही हो राति साँच्ची भनेको क्या, बाघ भेट्यो भने तनाव पर्छ। बाघले हामीलाई देखाइदिन्छ, साग देखाइदिन्छ। अब हामी सिधै माथि पौडी खेलेको भिडियो हाल्छौँ, हो कि नौली? ओइ ल, कस्तो भइरहेछ आज? राम्रो भइरहेको छ। गरम भइरहेछ। ल बाई बाई। मुद्दा त ताई खानु मुजी हान्यो ओलीले। यहाँ थाहै भएन मेरो कहाँ छ। यहाँ रे भिडियो चाहिँ कस्तो लगाएर जाडोमा ठाडो भइसक्यो ओली सर हाम्रो। जाडो मुजी कलरको कहाँ गयो त्यो? के होइन चिकन लागेको होइन। अब यो सुन्दरी जलबाट यस्तो राम्रो ठाउँ छ यार, कपाल पनि यस्तो दामी भएछ। शेखर र म चाहिँ निस्किनु लागेको, एकदम रमाइलो भयो यार। आजको दिन कस्तो भयो शेखर तँलाई? बबाल भयो, लास्टै चिसो भयो क्या। अलिकति पानीहरू पनि ओभर चिसो थियो, रमाइलो पनि भयो, साथीहरू पनि भेट भयो 1-2जना। उता बाहिर कप पनि माथि कराउँदै हामी मात्रै छौँ यो जङ्गलमा। माथि चाहिँ खोइ हजुर यहाँबाट माथि चाहिँ कस्तो राम्रो उयो यो पुल छ यहाँ माथि चाहिँ, त्यो हेर्न जाँदैछौँ एकछिनपछि हामी। ल बाई। मिल्छ एउटा मेरो यतिकै फोटो खिच्नु किन फेरि पानी नसिकेको कसले चिजाउनु कमा भो अध्ययन भएको थाहा छ मेरो। लाइटमा अनुसार म चाहिँ फोन त हामी होइन घाँस भाल्दै शिवपुरीको जङ्गलबाट निस्किँदैछ होइन। घुमाइदिएर यस्तो हामी त देख्दैन। एकदम रमाइलो एकदम रमाइलो है जिन्दगी चाहिँ हाम्रो चाहिँ साथ यतिको चाहिँ हुनुपर्छ है साथीहरू। बल्ल कुरो अब अगाडि गेट खुलाएको छ। लेट्स गो। हाम्रो गन्तव्यमा आइपुगिसकेको छौँ हामी होइन। एकदम खुसीको खबर हो यो चाहिँ।